गाइस सबैलाई नमस्ते। मेरो नाम चाहिँ गणेश सिंह। म चाहिँ अहिले चाहिँ 13 वर्षको भए अनि म चाहिँ अहिले चाहिँ 10 मा पढ्छु गाइस। म चाहिँ यहाँ चाहिँ सिलिङ स्कुलदेखि गोठगाउँदेखि सिलिङ स्कुल पढिरहेको छु गाइस। अनि म चाहिँ तपाईँ देख्न सक्नुहुन्छ म चाहिँ गोठगाउँबाट पारि त्यहाँनिर पढ्छु गाइस, त्यहाँनिर पढ्छु। म चाहिँ धेरै टाढा छ अनि त्यसैले मलाई लास्ट दुःख छ गाइस। यति टाढा हिँडेर जानुपर्छ गाइस। हजुरहरूले मेरो युट्युबमा लाइक कमेन्ट सेयर गर्नु पर्यो, भिडियोहरू हेरेर सेयर गरिदिनु पर्यो गाइस। अनि फुल वाच टाइम हेरिदिनु पर्यो मेरो भिडियो गाइस। म चाहिँ हजुरहरूलाई धेरै धेरै माया गरिरहेको छु, हजुरहरूलाई धेरै धेरै सम्झने छु गाइस। अनि म चाहिँ एउटा चाहिँ मेरो चाहिँ बाबा पनि हुन्न है, अनि मेरो चाहिँ आमा पनि हुन्न है। मेरो चाहिँ एउटा दादा हुनुहुन्छ अनि एउटा बहिनी अनि मात्रै हो गाइस। अनि न त मेरो बाबा हुनुहुन्छ न त मेरो आमा हुनुहुन्छ। त्यसैले हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु भयो भने चाहिँ यसो मेरो आइडी मोनिटाइज भन्ने चाहिँ अनि म पढाइ छोड्ने छु। पढाइले पढ्न पनि पाइँदैन गाइस, त्यसैले म पढाइ छोड्ने छु गाइस। अनि त्यसैले हजुरहरूले मेरो आइडी मोनिटाइज गरिदिनु भयो भने हजुरहरूलाई धेरै धेरै धन्यवाद दिनेछु। हजुरहरूसँग आएर भेट्ने छु म। अनि त्यहाँबाट लागेर म चाहिँ पैसा कमाएर म चाहिँ बहिनीलाई म चाहिँ पढाएर ठुलो मान्छे बनाउने मेरो चाहिँ सपना छ। अनि म चाहिँ पैसा त्यहाँबाट कमाएँ भने अनि म चाहिँ दादाको अनि घरजाम गरिदिने छु। अनि चाहिँ म चाहिँ दादाको म चाहिँ व्यवस्था गरिदिने छु, राम्रो व्यवसायतिर लाउने छु दादालाई। अनि बहिनी चाहिँ अहिले 8 मा पढ्दैछ। अनि बहिनीको चाहिँ सपना पुरा गरिदिने छु, पढेर राम्ररी बनाएर ठुली मान्छे बनाएर जागिर सागिर खुवाएर अनि एउटा चाहिँ राम्रो अनि जयसाब खोजेर बहिनीलाई चाहिँ अनि चाहिँ बिहा गरिदिने मेरो चाहिँ सपना छ गाइस। हजुरहरू चाहिँ यो भिडियो चाहिँ हेरिदिनु पर्यो। अनि त्यसैले हजुरले नहेरिदिएपछि मेरो सपना त अधुरो नै हुन्छ गाइस। अनि म चाहिँ यस्तै हो, मेरो लाइफ यस्तै छ गाइस। म चाहिँ यस्तै छु होइन गाइस। हजुरहरूले देख्न सक्नुहुन्छ म चाहिँ यस्तो भोक लागेर होइन, यस्तो दुःख छ गाइस। त्यहाँबाट आउनुपर्छ बिहान चाहिँ भैँसी धोएर भैँसी बाहिर बनाएर भैँसीलाई घाँस हालेर खानापिना बनाएर बहिनीलाई खानापिना खुवाएर स्कुल पठाएर अनि अब चाहिँ स्कुल आउँछु गाइस। अनि चाहिँ दादा घरमा हुन्न है, दादा त्यही तल्छिने हुन्छ गाइस। अनि यस्तै हो मेरो लाइफ गाइस। हजुरहरू यो चाहिँ भिडियो हेरिदिनु होला, सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला, फुल वाच टाइम हेरिदिनु होला। हजुरहरूलाई धेरै धेरै धन्यवाद चाहन्छु। यो चाहिँ हाम्रो त्यो सल्लाह रुख छ त, त्यो चाहिँ हाम्रो चाहिँ स्कुल हो। अनि त्यो स्कुलमा म चाहिँ पहिला पढेर अनि उता सिलिङ स्कुलमा गएको। त्यो चाहिँ हाम्रो चाहिँ 4 नम्बरवटाको स्कुल हो। त्यो चाहिँ अहिले चाहिँ 5 नम्बरबाट पाहाडीतिर पर्छ। अनि त्यहाँतिर म चाहिँ पढ्न गएको गाइस। अनि यस्तै हो मेरो लाइफ गाइस। अनि म चाहिँ यस्तै छु गाइस, यस्तै हो दुःख छ। पानी पिन नपाएर घाँटी सुकेको छ गाइस। यो चाहिँ हाम्रो चाहिँ धोरा अङ्कलको ऊ रहेछ, टहरा रहेछ। अनि म चाहिँ घोगाको ऊ रहेछ। अनि यहाँ चाहिँ देख्न टिमुर प्रो रहेछ गाइस। उता त्यहाँनिर चाहिँ घर बन्न लागेको रहेछ गाइस। तपाईँहरू हेरिदिनु होला मेरो भिडियो, चाहिँ घर बन्न लागेको रहेछ गाइस। अनि हजुरहरूलाई धेरै धेरै माया छ। अनि गाइस म चाहिँ यस्तै हो। अनि हजुरलाई फेरि पनि नमस्कार गर्न चाहन्छु गाइस। अनि म चाहिँ यस्तै हो गाइस, गाउँले जीवन भइरहेको छ गाइस।